हेलो हेलो साथीहरू, विशेष गरेर हाम्रो साउदी अरबमा रहनुहुने नेपाली दाजुभाइहरू सन्चै आरामै हुनुहुन्छ होला। ल, सम्पूर्णमा ईदको शुभकामना, ह्याप्पी ईद है त। ईद सुरु भइसकेको छ। केही कम्पनीहरूको हिजो अस्तिदेखि छुट्टी पनि भइसक्यो, केहीको भोलिदेखि हुन्छ, पर्सिदेखि हुन्छ। ईदको लगभग 2-4 दिन सबै कम्पनीमा छुट्टी चाहिँ हुन्छ। र ईदमा के प्लान बनाउनु भएको छ? म चाहिँ साउदी अरबको जेद्दामा है। तपाईँहरू कुन ठाउँ हुनुहुन्छ साउदी अरब? म जेद्दामा छु। जेद्दामा यदि तपाईँहरू यस्तो फ्रेस खसीको फ्रेस मासु खान चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ, तल नम्बर छ। मजाले तपाईँले खसीको मासु जेद्दाभित्र डेलिभरी पनि हुन्छ। होइन, तपाईँ आएरै लिनुहुन्छ भने त्यो पनि ठिक छ। होइन, तपाईँ भुटन नै खाएर जान्छु बाँसुन लिन्छु भन्दा नि पाउँछ, खाएर मात्रै जान्छु भन्दा नि पाउँछ। र के प्लान गर्नु भएको छ? अब विभिन्न साथीहरूको आफ्नो ग्रुपको प्लान होला पक्कै पनि। हामी चाहिँ मजाले खसी काट्ने, खाने र यो खसीको मासु यहाँ चाहिँ फ्राइडे अलरेडी काटिन्थ्यो भने यो ईदमा प्रत्येक दिन खसी काटिन्छ। तपाईँहरूलाई यो फ्रेस मासु मजाले पाउँछ। सम्पर्कको लागि तल नम्बर राखिदिएको छु। मजाले फ्रेस खसीको मासु जेद्दा क्षेत्रभित्र पाउनुहुन्छ। सम्पर्क गर्नुहोला। ह्याप्पी ईद।